आजको यस समापन कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनुको लागि आज हाम्रो अध्यक्षज्यूको यो घाँटीमा समस्या भएको कारण उहाँको चाहिँ बोली फुटेको छैन। तसर्थ म उहाँको भनाइसहित आफ्नो यस कार्यक्रमलाई समापन गरिदिनुको लागि म चन्द्रकान्त पोखरेलज्यूलाई आमन्त्रित गर्दै म कार्यक्रम सञ्चालक यहाँहरू माझबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय वेलफेयर। त्यसै गरी यहाँ एउटा सूचना आएको छ। साइमन गिरी वर्ष 4 को खैरो सुरुवाल र निलो टोपी लगाएको बाबु हराएका छन्। कृपया जो कोहीले देख्नुहुन्छ मञ्चमा वा सचिवालयमा सम्पर्क गराइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक। यस 16औं कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी 2082 का निर्देशक एवं बाडङ्गा वेलफेयर सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाज्यू, आजको यस 16औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी समापन सत्रका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री, सङ्घीय सांसद आदरणीय व्यक्ति सुरेन्द्र आचार्यज्यू, आजको यस कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू, पूर्व मन्त्रीज्यूहरू, संविधान सभा सदस्यज्यूहरू, सङ्घीय तथा प्रदेश र स्थानीय तहका मान्य सांसदज्यूहरू, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुखज्यूहरू, आदरणीय राजनीतिक दलका नेतागणहरू, यस महोत्सव मूल समारोह समितिका पूर्व संयोजकज्यूहरू, महोत्सवका उपसमितिका संयोजकज्यूहरू, महोत्सवको संरक्षक बाडङ्गा नगरपालिका, त्यसै गरी कपिलवस्तु उद्योग वाणिज्य सङ्घ परिवार, उद्योगी, व्यवसायी, व्यापारी, सांस्कृतिक अभियन्ता, समाजसेवी, सुरक्षाकर्मी, स्वयंसेवी, युवा, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक, कर्मचारी तथा यहाँ उपस्थित सम्माननीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा म बाडङ्गा वेलफेयर सोसाइटीको तर्फबाट र व्यक्तिगत तर्फबाट तपाईँहरू सबैप्रति हार्दिक अभिनन्दन र सम्मान प्रकट गर्न चाहन्छु। आज तपाईँहरूले देखिराख्नु भएको छ महोत्सव यहाँसम्म आइपुग्दाखेरि यही महोत्सवकै खटानका क्रममा हाम्रो अध्यक्ष राजकुमार खाँडज्यूको स्वास्थ्यमा समस्या देखिएका कारणले गर्दा आज म चन्द्रकान्त पोखरेलले उहाँको मन्तव्यलाई तपाईँहरू समक्ष पुर्याइराखेको छु। अन्यथा नलिकन म राजकुमार खाँडज्यू अध्यक्षज्यूको अनुमतिसहित यो मन्तव्यलाई तपाईँहरू समक्ष राख्दैछु। सँगसँगै नेपाल राष्ट्रका लागि विभिन्न कालखण्डमा बलिदानी दिनुहुने शहीदहरू र यस महोत्सवका संस्थापक स्वर्गीय शङ्कर आचार्य, तेस्रो कपिलवस्तु महोत्सवका संयोजक वेलफेयर सोसाइटीका वरिष्ठ सल्लाहकार स्वर्गीय शेरबहादुर छेत्री र स्वर्गीय आदरणीय दाजु राजेश सेनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। आज हामी केवल एउटा महोत्सवको समापनका लागि मात्र भेला भएका छैनौँ। हामी यहाँ इतिहास, पहिचान र भविष्यको अद्भुत सङ्गमका साक्षी बनेर एका स्थानमा उभिएका छौँ। 16औं कपिलवस्तु महोत्सवको उद्घाटन विश्वमै परिचित विशिष्ट व्यक्तित्व आदरणीय भिक्षु श्री बोधि विदेश सुपोतज्यूद्वारा गरेका थियौँ। म समापन समारोहका अवसरमा उहाँप्रति पनि विशेष सम्मान प्रकट गर्न चाहन्छु। धेरै तयारी, धेरै श्रम र धेरै समर्पणका बीच आज हामी यो महोत्सवको भव्य समापन कार्यक्रममा जुटेका छौँ। म यसको तयारीदेखि समापनसम्म खटिएका सम्पूर्ण अभियन्ताप्रति हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। यस वर्षको महोत्सव विशेष रहेको मैले महसुस गरेको छु। म स्वयं 5 पटकसम्म महोत्सव मूल समारोह समितिको संयोजक रही कार्य गरेको अनुभवले पनि हामीले कृषि, पर्यटन, उद्योग, खेलकुद तथा संस्कृतिको संयुक्त आत्मालाई एकै मञ्चमा उतार्न सकेको प्रयास गरेका छौँ। जीवन भोगाइका क्रममा विदेशी भूमि दक्षिण कोरियामा 8 वर्षसम्म रही काम गरेको अनुभवलाई पनि महोत्सवलाई ऐतिहासिक उपलब्धिमूलक बनाउन सहयोगी पुगेको भन्ने मैले अनुभव गरेको छु। महोत्सवको नारा कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको आत्मा सुनौलो बिहानी रहेकोले पनि बाडङ्गा स्थित यस बुद्ध रङ्गशालामा आउने जोसुकैले पनि यसपटक नयाँ अनुभूति पाउनु भएको मैले महसुस गरेको छु। स्थानीय उत्पादन, घरेलु उद्यम, कृषकका नवीन प्रविधि, पर्यटनका सम्भावना, कलाका विविध आयाम र मनोरञ्जनका आधुनिक संरचनाहरू सबै एकै स्थानमा अनुभव गर्ने हामीले हरसम्भव प्रयास गरेका छौँ र सफल पनि भएको जस्तो हामीलाई अनुभूति भएको छ। र यसपटक महोत्सव स्टलहरू हामीले बढाएर 350 पुर्याएको पनि यहाँहरूलाई अवगत नै छ।
16औं कपिलवस्तु महोत्सवको उद्घाटन सत्रमा शान्तिको सन्देशका रूपमा हामी 16 जोडी परेवा आध्यात्मिक व्यक्तित्व भिक्षु सामाजिक व्यक्तित्व अगुवाहरूको उपस्थितिका बीच आकाशमा उडेका परेवा र मेरै काँधमा बसेका परेवा कुनै औपचारिकता मात्र रहेको थिएन। यो कपिलवस्तुबाट विश्वलाई पठाइने विशुद्ध एउटा विश्व बन्धुत्व भावनाको सन्देश पनि रहेको थियो। हामी सद्भावका पक्षमा छौँ र विश्व शान्तिका वाहक भगवान गौतम बुद्धको क्रीडाभूमिमा हामी उभिएका छौँ। यसै परिवेशलाई स्मरण गर्दै यस बुद्ध रङ्गशालामा आयोजना भएका महोत्सवहरूले खोलावारी र खोलापारीको विभेद कहिल्यै पनि नगरेकोले बाडङ्गावासीमा खोलावारी र खोलापारीको भावनालाई बढाउने गरी महोत्सवहरू एउटै महिनामा एकै समयमा जुदाएर लगाउँदा हाम्रा भावनात्मक सम्बन्धहरूमा चिसो पसेको मैले यसपटक नमिठो अनुभव पनि गरेको छु। यसर्थ म यसै मञ्चबाट बाणगङ्गा नगरपालिका स्थानीय बुद्धिजीवी नागरिक अगुवा पत्रकार समक्ष अनुरोध गर्दछु कि यसरी एकै समयमा महोत्सवहरू जुदाएर आगामी दिनहरूमा कहिल्यै पनि कदापि लगाउने कामहरू नगरियोस्। हामीले आजसम्मका महोत्सवले दिएको सिकाइलाई मनन गर्दै यस महोत्सवलाई बुटोल पश्चिमकै प्रदेश स्तरीय महोत्सवको रूपमा अझ व्यवस्थित आकर्षक र प्रभावकारी बनाउन दिन रात नभनी खटिएका छौँ। महोत्सवको संरक्षक बाणगङ्गा नगरपालिका, कपिलवस्तु उद्योग वाणिज्य सङ्घ, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, स्वयंसेवी संस्था, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कपिलवस्तु जिल्लावासी, छिमेकी जिल्लावासी सबैको सहयोगले महोत्सवको रूप आफैमा झनै सुन्दर बनेको मैले महसुस गरेको छु। म सबै सहयोगी संस्था तथा व्यक्तित्वलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै महोत्सवको आय व्यय 1 महिनाभित्र सार्वजनिक गर्ने यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। पुनः एकपटक यस महोत्सवको समापन सत्रमा यहाँ पाल्नुभएका श्रद्धेय प्रमुख अतिथिप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। महोत्सव समापन सत्रमा सहभागी हुनुभएका विशिष्ट अतिथिज्यूहरू, राजनीतिक दलहरू, सहयोगीहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकार, उद्यमी, कृषक र स्वयंसेवी युवाहरू, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सबैलाई म यसै मञ्चबाट महोत्सव आयोजक संस्था बाडङ्गा वेलफेयर सोसाइटी र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दै 16औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको समापन सत्र कार्यक्रम यही समापन भएको घोषणा गर्दै महोत्सवका विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालनका लागि अनुमति प्रदान गर्दछु। जय कपिलवस्तु, जय लुम्बिनी प्रदेश, जय नेपाल। राजकुमार खाँड, अध्यक्ष बाडङ्गा वेलफेयर सोसाइटी एवं संयोजक 16औं कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी 2082। आज यो प्रदर्शनीको समापन सत्र यही घोषणा भएको उहाँले यसै पत्र मार्फत जानकारी गराउनु भएको छ। उहाँको यो महोत्सवमा खटिँदै गर्दा घाँटीमा समस्या आएकोले म उहाँको यो अध्यक्षको मन्तव्य वाचन गरेको छु। तपाईहरु सम्पूर्णलाई फेरि हाम्रो बाडङ्गा वेलफेयर तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै म यो वाचन गर्ने व्यक्ति चन्द्रकान्त पोखरेल पनि बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय वेलफेयर।